मैले फेरि एउटा अर्को भिडियो बनाएर ल्याएको छु। यो भिडियो चाहिँ श्रीनगर एग्रोटेक है सेकेन्डरी मार्केटमा हालसालै लिस्टेड भएको कम्पनी हो र यसको चाहिँ सप्लाई आउन बाँकी छ, अलिअलि सप्लाई चाहिँ आइसकेको छ है। र धेरैजना साथीहरूलाई चाहिँ कतिमा पुगेपछि सप्लाई आउन सक्छ होला भन्ने दुविधा भएको छ है। यसको बारेमा हामी चर्चा गर्छौं र साथसाथै यसको चाहिँ अघिल्लो भिडियो जस्तै हामी फन्डामेन्टल एनालाइसिस र ब्रोकर होल्डिङ्स है कुन ब्रोकरले कति किता हात पारेको छ भन्ने कुराको आधारमा चाहिँ हामीले कतिमा सप्लाई आउन सक्छ होला भनेर चाहिँ एउटा एजम्पसन गर्नेछौँ। भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्दै जानु होला है। ल फर्स्टमा जाउँ, यो ब्रोकर होल्डिङ्सको चाहिँ म लास्टमा भन्छु है कुन ब्रोकरसँग कति किता छ। र फर्स्टमा चाहिँ हामीले चाहिँ यसको सरस्वती क्वार्टर फर्स्टको फन्डामेन्टल एनालाइसिस गर्छौँ, कस्तो छ यसको ग्रोथ बिजनेसमा है। र हेर यसको पेड अफ क्यापिटलको कुरा गर्ने हो भने 1000 मा हो, 1 अर्ब 63 करोड रुपियाँ चाहिँ यसको पेड अफ क्यापिटल छ है। त्यस्तै गरेर रिजर्भ एन्ड सरप्लसमा यसको चाहिँ 24 करोड 29 लाख रुपियाँ चाहिँ रिजर्भ एन्ड सरप्लसमा छ। र त्यस्तै गरी ग्रोस प्रफिट चाहिँ यसले 6 करोड 97 लाख चाहिँ ग्रोस प्रफिट कमाएको छ। त्यसै गरी अपरेटिङ प्रफिट 9 करोड छ अनि नेट प्रफिट चाहिँ 9 करोड 92 लाख रुपियाँ चाहिँ नेट प्रफिट कमाएको छ। त्यस्तै गरी यसको ग्रोथ हेर्ने हो भने चाहिँ पेड अफ क्यापिटल चाहिँ लगभग 63% ले बढेको छ है। त्यसै गरी रिजर्भ एन्ड सरप्लस 22% ले घटेको छ लास्ट इयरको क्वार्टर भन्दा। त्यसै गरी ग्रोस प्रफिटको कुरा गर्ने हो भने 59.32% को चाहिँ इन्क्रिमेन्ट छ बिजनेसमा आफ्नो। र अपरेटिङ प्रफिट 167.91% को ग्रोथ छ भने नेट प्रफिट अथवा खुद नाफा 3 महिनाको है खुद नाफा चाहिँ यसको 162.53% चाहिँ ग्रोथ गरेछ आफ्नो बिजनेसमा है। सरसरी हेर्दाखेरि यसले नेट प्रफिटमा चाहिँ ग्रोथ गरेछ, बिजनेस ग्रोथ गरेको जस्तो देखिन्छ है। र यसको की इन्डिकेटर पनि हेर्छौँ हामी, इपीएस छ 2.87 रुपियाँ, डिस्ट्रिब्युट गर्ने इपीएस हाललाई 0, पी रेशियो 284 रुपियाँ 63 पैसा छ। र यसको नेटवर्थको कुरा गर्ने हो भने 114.89 रुपियाँ छ है। र रिटर्न अन इक्विटी 1.98% छ, पेग रेशियो चाहिँ 2.19 छ है। प्राइस अर्निङ टु ग्रोथ रेशियो भन्छ यसलाई चाहिँ। यो चाहिँ 0 देखि 3 सम्म भएकोलाई ठिकठाक मान्न सकिन्छ है। त्यसै गरी प्राइस टु बुक भ्यालु चाहिँ 5.62 छ र प्राइस टु बुक भ्यालु पी चाहिँ 1579 रुपियाँ 62 पैसा देखाउँछ है। बुक भ्यालु भन्दा प्राइस चाहिँ अहिले मार्केटमा चलिरहेको रेट भन्दा 5.62 गुणा बढी छ जस्तो देखिन्छ है। त्यस्तै गरी यसको हामीले चाहिँ फोरकास्टेड अर्निङ पनि हेर्छौँ है। यसले 82-83 मा हैन कति कमाउँछ, कति अर्निङ गर्छ भन्दाखेरि चाहिँ 1 करोड 53 लाख रुपियाँ चाहिँ यसले अर्निङ गर्ने जस्तो देखिएको छ है। त्यसै गरी फोरकास्ट इपीएस 0.94 र फोरकास्टेड पी 687.34 र फोरकास्टेड रिटर्न अन इक्विटी 0.80% है। खासै ठिकठाकै छ भनौँ न एजम्पसन गर्दाखेरि चाहिँ। र अब चाहिँ हामी जान्छौँ यसको मेन पोइन्ट्सतर्फ है। ल आजको दिनसम्म कुन ब्रोकरले कति किता हात पारेको छ है, कति किता चाहिँ बजारमा कारोबार आएको छ है। यसो सरसर्ती हेर्दाखेरि धेरै खरिद बिक्री चाहिँ भएको छैन है, किनभने यसको मूल्य अहिले 600 रेन्जमा छ। र अब चाहिँ यसको चाहिँ भोल्युम आउन सक्ने जस्तो देखिन्छ है। अहिलेसम्म हेर्दाखेरि 84 नम्बर ब्रोकरले 2180 किता हात पारेको छ, केही पनि बेचेको छैन उसले। र 64 नम्बर ब्रोकरले 780 किता हात पारेको छ, 63 नम्बर ब्रोकरले 670, 96 नम्बरको ब्रोकरले 170 र 39 नम्बर ब्रोकरले 110, 48 62 10 14 91 ले चाहिँ 100 भन्दा तल छ है हात पारेको छ यसले चाहिँ। त्यस्तै गरेर 84 नम्बर ब्रोकरले सबैभन्दा बढी किता चाहिँ हात पारेको रहेछ है 2180 किता। र यसको मूल्य चाहिँ कतिसम्म पुग्न सक्छ बजार भन्दाखेरि चाहिँ है हाम्रो यसको फन्डामेन्टलबाट हेर्दाखेरि चाहिँ त्यस्तो वावा हुने कम्पनी छैन यो चाहिँ है। र यो चाहिँ एउटा नयाँ कम्पनी लिस्टेड भएको छ नेप्सीमा, अलिकति फरक ढङ्गको कम्पनी चाहिँ सायद यस्तो कम्पनीहरू चाहिँ अलिकति आएको छैन है बजार म्यानुफ्याक्चरिङ एन्ड प्रोसेस भित्र पर्ने चाहिँ। र यसको इपीएस फन्डामेन्टल हेर्दाखेरि चाहिँ यसको प्राइस रेन्ज चाहिँ म्याक्सिमम 800 टु 1000 है, किनभने यसको सप्लाई पनि बढी छ। 1 अर्ब 63 करोडको चाहिँ यसको पेड अफ क्यापिटल छ भने पब्लिकसँग चाहिँ थोरै छ अहिलेलाई चाहिँ सबैको लकिङ भएर बसेको छ प्रमोटर सेयर होल्डरको। त्यही भएर यसको चाहिँ प्राइस चाहिँ 700 देखि 1000 को रेन्जसम्म पुग्न सक्छ अथवा त्यहाँबाट चाहिँ सप्लाई आउन सक्छ जस्तो चाहिँ हामीले एजम्पसन गरेका छौँ है। ल अब यसमा चाहिँ के कति मिल्छ हेरौँ है। लास्ट भिडियोमा मैले सागर डिस्टिलरको पनि भनेर 2000 देखि 2500 को रेन्जमा पुरै सप्लाई आउन सक्छ भनेर भनेको थियो। अब हेरौँ के हुन्छ यसको पनि है। र हजुरहरूले पनि कमेन्ट गरिदिनु होला कि यसको चाहिँ प्राइस कतिसम्म पुगेपछि सप्लाई आउन सक्छ बजारमा भनेर चाहिँ है। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।